हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजनालाई स्वागत छ मेरो फेरि अर्को नयाँ भिडियोमा। अब चाहिँ म लागे फेरि आफ्नै पारामा जिमतिर। आज चाहिँ अलिक फरक देख्नु भएको छ होला, किनभने आज मैले टी सर्ट चेन्ज गरेको छु र देख्न सक्नुहुन्छ अगाडि टक्क लागेर अँध्यारो छ। अगाडि चाहिँ अँध्यारो छ, मान्छेहरू हिँडिरहेको छन्, ड्युटीबाट आउने आइरहेको छन्, जाने गइरहेको छन्। अगाडिको दुई तिनवटा भिडियो हेर्नुभएको होला। अगाडिको दुई तिनवटा भिडियो पनि खासै राम्रो भएको छैन। जस्तो भए पनि माया गरिदिनु होला, धेरै 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 माया गरिदिनु भएको छ। अझै यस्तै माया गरिदिनु होला। अरू त के भन्नु छ र, यस्तै छ अब यहाँको दुबईको लाइफ। हिजो गएन, म हिजो जिम गएन, किनभने हिजो मेरो ड्युटीले गर्दा चाहिँ आवाज चलिरहेको छ। आवाज क्लियर आएको छैन, अब सायद मान्छेहरूले हेरेर चारैतिरबाट चाल्दा ल ठिक छ। हिजो चाहिँ म गएन जिम, किनभने हिजो मेरो ड्युटीको प्रब्लमले गर्दा चाहिँ हिजो ओभरटाइम थियो नि त। ओभरटाइम भयो भने टाइमै मिल्दैन क्या। त्यसपछि फेरि रुममा आयो, रुममा आएर खानासाना बनायो, यताउता गर्दाखेरि थाकेको हुन्छ। अनि त्यसपछि आउनु मन लागेन मलाई जिम। हिजो चाहिँ छोडिदिएँ। आज फेरि कन्टिन्यू आएको छु। सो अब चाहिँ म आज पनि त्यति साह्रो चिसो छैन अस्तिको जस्तो, हल्का छ। आज म पातलो टी सर्ट लगाएर आउँदा पनि खासै गाह्रो भएको छैन, चिसो पनि भएको छैन। सो म आइसकेँ, जिम पनि नजिकै छ रुमबाट, फुत्त यहाँ धेरै टाढा त छैन क्या अरे। अब ड्युटीबाट आउँदा यताउता गर्दा अब टाइम लाग्छ। आउने टाइम यही नै हो। दाइहरू केटाहरू आइसकेको होला नि। खालि केटाहरू भन्न आउँछ, दाइहरू भन्नु भनेको केटाहरू निस्किहाल्छ म फटा। सो केही छैन। अब चाहिँ वर्कआउट गर्नुपर्ने हुन्छ। आज चाहिँ मेरो के छ, के लाग्नु छ, लाइट अफ गर्नु पऱ्यो अब चाहिँ। मेरो दाइ के छ, मेरो दाइ पनि ठ्याक्कै आइदिएर ल के छ। हिजो ओभरटाइम भएर आउनु पाइएन नि त यार, ढिलो भयो। अनि खानासाना बनाएर यताउता गर्दा आज रेस्टै गरौँ भयो भन्ने जस्तो अवस्था पुगेँ। के छ त आज के छ को म हिजो ओभरटाइमले गर्दा हो कि नत्र आउनेवाला थियो। अब त्यस्तै हो। जिममा एन्ट्री भयो गाइज, एन्ट्री भयो। वेलकम छ तपाईँलाई फेरि मेरो नयाँ अर्को भिडियोमा। धन्यवाद। के छ दाइले घसेर ल्याएर दाइले त उयो रुममा पुग्नु थियो मलाई। म सुतिरहेको थिएँ, आउन भनेको थियो। अनि फेरि सो त्यही नै गाइस। अब चाहिँ मान्छेमा आइसकेँ। अब चाहिँ हल्का वार्मअपसँग गर्नुपर्ने हुन्छ, हल्का उफ्रिनुपर्छ, शरीर तताउनुपर्छ। त्यसपछि चाहिँ भेटौँ न अहिले वर्कआउटमा, ठिक छ। सो गाइस फाइनली अब हाम्रो चाहिँ वार्मअपहरू सबै सकिसक्यो। अब चाहिँ आज चाहिँ हाम्रो ट्राइसेपको ट्रेन गर्नुपर्ने हुन्छ। स्टेडियम गाइस हेर्दै जानु के हुन्छ, के हान्नुपर्छ, कसरी हान्नुपर्छ। सो हेरौँ। मलाई हेरेर चाहिँ नसकिनु, किनभने मलाई खासै राम्रोसँग आउँदैन। तर हेर्न चाहिँ हेर्नु जस्तो आउँछ त्यस्तै हुन्छ, ठिक छ। अब कहाँनिर हान्ने भन्ने कुरा हो। कहाँनिर हान्ने यसमा जाउँ त, यसमा यहाँ नि। सो गाइस अब चाहिँ हामीले टक्क 10-15 घन्टामा हल्का मसला ट्रेन गर्नुपर्ने हुन्छ। वार्मअपमा चाहिँ गर्दैछौँ हामीले, हेर्न सक्नुहुन्छ।
गाइस अब चाहिँ एकदम वेटबाट हेभी वेटबाट ट्रेन गर्नु चाहिँ हुँदैन किनभने सँग इज्जत हुने चान्स चाहिँ बढी हुन्छ चाहिँ स्टार्ट गर्नुभन्दा अगाडि थोरै वेटबाट चाहिँ स्टार्ट गर्नुपर्छ वार्मअप गरेर त्यसपछि हल्का बढाउँदै गए केही पनि हुँदैन यस्तै छ अब के गर्नु माया पनि हुँदैन बहुत गाह्रो हुन्छ 8 घन्टा ड्युटी गरेर फेरि आएर खानासाना पनि खानासाना सकेर फेरि आएर 2 घन्टा जिममा त्यही गाह्रो हुन्छ टाइम म्यानेज गर्न तर के गर्नु आफ्नो इच्छाको अगाडि आफ्नो गोलको अगाडि कसैको केही लाग्दैन पुरा गर्छु त गर्छु जस्तो सुकै सिचुएसनमा पनि भन्ने जस्तो फिल हुन्छ भित्रबाट त्यही भएर चाहिँ यति गर्नु पर्यो नत्र भने सो गाइज अब चाहिँ हल्का वेट बढ्छ सेकेन्डमा फर्स्टमा चाहिँ 15-15 को 9-10 चोटि त्यसपछि अब चाहिँ 20 को हाने 9-10 चोटि अब चाहिँ थर्ड चोटि पनि 20 कै हान्छु किनभने धेरै वेट बढाउनु हुँदैन वेट बढ्यो भने चाहिँ इन्जर्ड हुने चान्स बढी हुन्छ त्यसैले हल्का केयर तरिकाले थोरै हानी तर राम्रो हानी भयो त्यो हो स्टे ट्युन गाइज हेर्दै जानुहोस् सुरु गर्ने हो क्या सुरुमा गर्दा चाहिँ धेरै वेटबाट सुरु गर्नु हुँदैन कि 5 बाट सुरु गर्ने नेक्स्ट टाइम चाहिँ बरु 10 को राम्रो 10 को लगाउने 15 को लगाउने तपाईँले 15 सकिन सो अब चाहिँ पापाको सक्यो 10 को युज गर्नुपर्ने हुन्छ सेकेन्डमा चाहिँ 10 को प्लेट लगाएर ट्रेन गर्नुपर्ने हुन्छ होइन होला
कस्तो गाह्रो हुन्छ यो 10को कसरी हान्नु सपना देखिरहेको छु त्यसो हानिन्छ आँट हुनु पऱ्यो हान्छु भन्ने आँट हुनु पऱ्यो सकिन्छ यो दाइको नाम के हो थाहै छैन हेर्ला यसरी सपोर्ट गरिदिनुपर्छ क्या सपोर्ट गर्ने भने किनभने हेभी वेट हुन्छ अनि फुल फर्ममा जान्छ क्या सपोर्ट गर्ने भने सपोर्ट नगर्ने भने धेरै वेट भएर चाहिँ हात यताउता जान्छ मिल्दैन पुरै फर्ममा गर्नको लागि चाहिँ हल्का सपोर्ट दिनैपर्छ जोसेर हानेको त नसिङ रहेछ गाई चाहिँ नि आँटाउने म गर्छु भन्नु नि सबैभन्दा ठुलो कुरा हो कि मेन भनेको के छ गाइस हेर्दै हुनुहुन्छ अहिलेसम्म ठिकै छ हेर्नुहोस् अब चाहिँ हाम्रो लास्ट वर्क सक्यो भने भयो यो लास्ट हो यो गरेर जानुपर्छ सक्यो आजलाई चाहिँ आज चाहिँ ट्राइसेप गरेको खासै मजा आउँदैन यो गरेर किन भाइ फिल चाहिँ आउँछ हल्का फुल्का तर मजा आउँदैन भोलि चाहिँ हाम्रो लेग छ लेग हाल्नुपर्ने हुन्छ अब बाटोमा गएर भेटौँला ठिक छ बाई सो फाइनल गाइस सक्यो हाम्रो चाहिँ अब वर्कआउट फिनिस भयो अब चाहिँ यहाँ थम गर्नुपर्ने हुन्छ नो टच भने तर त्यहाँ टच गर्नुपर्ने हुन्छ हेर्न सक्नुहुन्छ प्रोटिनहरू यस्तो प्रोटिनहरू खानुपर्छ तर म अहिले चाहिँ खाँदिनँ तर अब पछि हल्का बिस्तारै सुरु गर्नुपर्ने हुन्छ यही नै हो मेरो 360 भ्यू हेर्न सक्नुहुन्छ मेरो जिमको ल टक्क लागेर मेरो जिमको नि त यहाँ अनि आफूले पैसा तिरेर गरेपछि मेरो भयो नि त नि यहाँ कन्ट्याक्ट गर्न सक्नुहुन्छ जिम आइने भनेछ यहाँ चाहिँ कसैलाई काम गर्न इच्छुक हुनुहुन्छ भने सिलेक्ट भइसक्नु भयो काम गर्न इच्छुक हुनुहुन्छ भने आएर काम गर्न सक्नुहुन्छ हामी चाहिँ इच्छुक छैनौँ मैले के बिर्सेँ जस्तो फिल भइरहेको सरको छुट्टी भइरहन्छ बेला बेलामा ल हस् त नमस्ते भोलि नमस्ते भोलि आएर हामी लेख्दै हानिन्छ मेरो पर्छ छुट्टी हो आइदिन मेरो पनि भोलिदेखि छुट्टी पर्छ भोलिदेखि कि कस्तो भोलि छुट्टी पर्सि छुट्टी जिन्दगी त उसको पनि छ कि तर मेरो चाहिँ त्यो क्लाइन्ट गर्दा क्या कता हो र तपाईँ यताबाट जाने हो यस्तरी हामी तिनजना जस्तरी छुट्टी ल एउटा दाइ
एउटा त यता जानुभयो अर्को त यता जानुभयो म चाहिँ अब यता जान्छु ल बाबाई अर्को कहाँ गयो अर्को त छैन त्यो के भन्छन् ब्लाइन्ड भयो हालिदिनु ल मलाई फोटो मेरो फोटो हालिदिनु अनि युट्युबको लिङ्क छैन मोबाइल ल्याउनु भएन अनि हान्नु नि त नि भर्खरै सब्सक्राइब गरिहाल्नु नि यार यहाँ भन्न नि पाइन्छ गाइज हेर्न सक्नुहुन्छ मेरो न्यू सब्सक्राइबर मलाई 1000 रुपियाँ दिएर सब्सक्राइब गर्नु लगा म लाइट बाल्छु रोक्नु म कालो देखिएँ कि यार छैन गोरे हो सो गाइज हेर्न सक्नुहुन्छ मेरो नयाँ सब्सक्राइबर भनौँ न ए के भन्ने रे अल्दरेन ए सागर अर्दरे सागर अँ, रमी हरियाणा अनि 8848 एडेड फ्रेड म खान्छ यो होइन त्यस्तो 8848 ए हो? होइन होइन तल तल हेर्नु। त्यसलाई गर्न पनि क्लिक गरिदिनु नि गरिहाल्छु नि यार अलमा राख्नु अलमा बस आमा गइसकेको छ अलिअलि भिडियोहरू घर त मेहनत गरेर म सेयर गर्छु ल ल सेयर गरिदिनु ल 2-4जना साथीहरूलाई टक्क लाएर तर मलाई केही बिर्से जस्तो लागिरहेछ सो फाइनली गाइज अब त मेरो वर्कआउट सकेर अब चाहिँ म जाँदैछु घरतिर जानुपर्ने हुन्छ गएर खानासाना खाएर सुत्नुपर्ने हुन्छ टक्क लागेर आज चाहिँ फ्राइडे थियो छिटो आएर खानासाना बनाएर सबै काम सकेर मस्त एकछिन रेस्ट गरेर अनि फेरि जिमको लागि निस्केको भोलि छुट्टी छ भोलि चाहिँ हामी लेग डे हानिन्छ मुख सुकेर के बोल्नु यति पानी खाइन्छ नि जिम लागेपछि ड्युटी गर्ने बेला फेरि पानी खाइँदैन ड्युटीमा दिनभरि पानी लगभग खाइँदैन कि हल्का फुल्का खाइन्छ त्यस्तो धेरै खाइँदैन त्यस्तो धेरै खाइँदैन तर जिम आएपछि पानी चाहिँ यस्तो खाइन्छ नन स्टप खाएको खाइ तर कहाँ जान्छ पानी थाहै छैन यार फेरि हेर्छ यार मान्छेहरूले देख्नै नपाए जस्तो यार मलाई देख्नै पाएनन् क्या मान्छेहरूले साँच्चीकै राम्रो भएर हो कि ह्यान्डसम भएर हो कि कस्तो भएर हो कि यस्तै कालो मान्छे भनेर हेरे हो सो जेसुकै भए पनि हेर्न चाहिँ हेरिदिनुपर्छ केही हुँदैन हेरेर अहिले चाहिँ म जाँदैछु घरतिर हेर्न सक्नुहुन्छ बाटो मान्छेहरू ड्युटी आउने जाने भइरहेको छ बाटो कट्ने कहाँबाट हो ठिक छ यहाँबाट बाटो काटिदिउँ टक्क लागेर सो गाइज आजको लागि यति नै यति बेलासम्म हेरेर माया गरिदिनु भयो साथ दिनुभयो धेरै धेरै धन्यवाद हजुरहरूलाई लास्टमा के भन्न चाहन्छु भने सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनु होला प्लिज सब्सक्राइब सेयर गरिदिनु साथीभाइहरूलाई त्यही हो माया गरिदिनु सपोर्ट गरिदिनु अब भोलिको नेक्स्ट भिडियोमा भेटौँला ठिक छ बाई